प्रिय प्रधानमन्त्री सुशीला कार्कीज्यू, हामी रवि लामिछानेका अन्धभक्त र उसका कार्यकर्ता होइनौँ। एउटा सामान्य दुःख गरेर खाने नागरिक हौँ। रविलाई चोखाइ दिनुहोस् भन्ने हाम्रो मनसाय होइन, तर रविको मुद्दाको छिटोभन्दा छिटो फैसला भएर दुधको दुध र पानीको पानी छुट्याइदिनुहोस् भन्ने चाहना राखेका छौँ। किनकि एउटा सामान्य मान्छेको आँखाले हेर्दा रवि लामिछाने केपी ओली र प्रचण्डको शिकार बनेको पात्र हो। अदालतमा स्वच्छ र इमान्दार न्यायाधीश राखेर रवि दोषी हो या निर्दोषी हो प्रमाणित गरिदिनु पर्यो। एउटा निर्दोषले यति धेरै दुःख पाउनु राम्रो होइन र दोषी रहेछ भने आम जनता दोषी मान्छेको पछि लाग्नु पनि राम्रो होइन। अब यो कुराको फैसला निष्पक्ष हुनुपर्छ। हामी यो भन्दा धेरै अन्वयनमा रहन चाहदैनौँ। प्रधानमन्त्रीज्यू,